Okay, so welcome to our new podcast, everyone. This is Homelight. I'm Battery. This is JD, and this is Bola. Hello. एक्जाम पो हुँदैछ त ला तर होइन एक्जाम त तर त्यस्तो उयो त छैन हौ हिजो स्टडी त्यति त हो तँ कति बजी How long has it been since you last studied for an exam? 3 years. Damn. के टाइम चाहिँ हुनु पनि त्यतिकै भयो कि म कलेज पढेर पनि तिमीहरूको जति ज्ञान छ त्यति मेरोमा पनि छ. No, bro. Huh? I know who wrote Oedipus Rex. Do you know who wrote Oedipus Rex? के हो त्यो? Exactly. Exactly. मतलब मैले रेक्स चाहिँ सुनेको छु. Rex त कसले सुनेको हुन्छ टिरेक्स तँ भन्न तँले के पढिस् त्यसो त तँलाई के थाहा छ? मलाई जाभा जाभाको फुल फर्म भन्छ. त्यो चाहिँ याद छैन है त्यो छ नि क्या चिन्डे थियो नि क्या हाम्रो टिचरको एउटा चिन्नु निकै थियो सोच्नु पर्यो नि म त घन्टा नाम नलिनु खुसिरहेको थिएँ कि अनि विकेन्ड ब्लू we can just bleep it. सो देयर इज अ पर्टिकुलर फेलो होइन हाम्रो स्कुलमा मन्दै पर्थेन हामी तिनजना भन्दा पनि सबैजना जो यो हाम्रो स्कुल पढेको थियो Wait, which one? Which one? There's so many guys. यस Yes. ठिकै छ. Yes. तर मजा पनि आउँथ्यो स्कुलमा. सो वाट डु यु थिङ्क स्कुल डेजमा र कलेज लाइफमा के चाहिँ लाग्यो तिमीहरूलाई डिफरेन्स? अब फर्स्ट कुरा त हेर है मान्छेले कपाल पाल्नुपर्छ है. ओके हो अन्त मतलब के छ अरू कलेजमा यति हो तिमीहरूको अफसोस अघि त पाल्नु न कपाल त. होइन हाम्रो इन्स्टिट्युसन छ नि क्या त्यसले पाल्नु दिँदैन कपाल बुझिस् पालिन्छ नि ब्रो म पनि देखेको तेरो कपाल भाइ मैले देखेको थियो एफ्रो तर मेरो आफै निलिन्छ ल पाल्यो भने मेरो तेरो निस्किँदैन थियो तर होइन तँलाई अलिक मजाले पालेको भए हुन्थ्यो. मजा चाहिँ कसरी पाल्नु ब्रो स्याहारेर स्याहार्ने गर. अन्त तेरो त्यो कपालको स्टिल दुइटा हुन्छ होइन के अरे भाइ स्टिल झुट लिटरली साला त मलाई अघि छ बिस्कुट भनेर बिस्कुट है बिस्कुट अन्त साँच्चै हामीले यसमै अघि भन्दै थियो नि क्या के चाहिँ गर्ल प्रिफरेन्सेसहरू. वाट काइन्ड अफ गर्ल्स डु यु लाइक? त्यो उयो छ नि क्या आई वुड लाइक टु किप क्वाइट इन दिस म्याटर ल केही छैन ठिकै छ त्यो उयो के थियो त्यो एउटा क्लिप थियो नि त्यो आशी चन्द्रानीको है त्यो बस लड्की हुने चाहिए जिन्दा हुने चाहिए हस्ता खेल्दा हुन चाहिए तर होइन केटी चाहिएन तिमीहरू छ छैन अन्त किन आएको त अन्त लिएर के भन्छ तर केटी भएको चाहिँ मजा हुन्थ्यो मलाई कुनै किन इफ हाम्रो फ्रेन्ड ग्रुपमा देयर वाज अ विश होइन टु मेक अ फ्रेन्ड गर्ल कम्प्लिटली न त्यस्तो के होइन को चाहिँ भन्थिस्? आई हेभ टु अप्सन्स प्लिज होइन आई हेभ टु अप्सन्स Well, guys, this guy is gonna look great as a girl. Do you agree? Yeah. Never. So त्यस्तै हो त्यो केटी भए चाहिँ राम्रो हुन्थ्यो. So you're saying you would wish him? Oh, why not? Because there is a high more stake. I know, but I feel like he's gonna be very weird girl. Why weird? Like how he is right now. Totally बोल्ने क्या totally. होइन जस्ट इमेजिन यो वकिङ डाउन द स्टेयर्स तर ढिल्लै लाग्दैन तर छ लाइक केटी भयो तुम केटी भयो हामीसँग बोल्थेन होला यो हामी भेट पनि हुन्थेन होला योसँग म त तिमीहरूलाई रिजेक्ट गर्छु सिधा भनेको प्रपोज चाहिँ कसले गर्छ भनेको छ र तिमीहरू पनि केटी भए त म बोल्थिनँ होला तिमीहरूसँग यसो लाइक बोल्थिनँ म
तँ बोल्छस् केटीसँग पनि एक्ज्याक्टली त्यो क्वेसन त बोल्दैनस् आई गेस त अलिक गर्ली टक्रिज मलाई अनि लु भन् न तेरो इन्ट्रेस्ट के हो लु मेरो इन्ट्रोडक्सनको लागि आई लाइक रिडिङ आई लाइक राइटिङ नेम 3 बुक्स नेम 3 बुक्स यु हैव रेड आइएससी फिजिक्स आइएससी म्याथमेटिक्स आइएससी बायोलोजी होइन त त्यो तिनटै आइएससीमा आयो नि त लुक आइसिएससी म्याथमेटिक्स क्लास 8 म्याथमेटिक्स बायोलोजी त्यो कसको थियो त्यो उयो थियो नि आरएल अगरवाल आरएल अगरवाल भन्ने बस्दैन नि शाउट आउट बिग शाउट आउट यु मेड आवर लाइव्स हेल बट थ्याङ्क यू I'll take 1 pound of flesh. हामीलाई ह्यान्डराइटिङ प्र्याक्टिस चाहिँ गराएको हुन्थ्यो क्लास 6 मा 7 मा हाम्रो ब्रो क्लास 5 मा क्या पेन्सिल गर्यो 6 मा पेन आएर हाम्रो हुन्छ नि कि प्र्याक्टिस क्या पेनले कसरी लेख्छ भनेर क्लासमा हामीले 4 मा थाल्यो त फोनमा 4 मा ए हो हामीले क्लास 6 मा थालेको थियो क्लास 6 मा थालेको थियो हामीले अरे 4 देखि हामीले पेनहरु ल्याउनु दियो मा थिएन त्यो त्यसले हामीलाई त्यसले चाहिँ ह्यान्डराइटिङ कसको राम्रो छ आई रिमेम्बर yeah like she was like you have to fit only 6 words in a line भन्दै हैन हामीले तर 4 देखि नै लेख्नु थालेको त्यसले त्यो भन्थ्यो नि के 1 word 1 finger 1 word 1 finger किचन नापिस 1 finger ग्याप उयो चाहिँ थाहा छ मलाई त्यस्तो भनेन सबले त्यही गर्दैछ लाइक लिटरली होइन अब अलिकति उयो गर्दै स्पेस गर्दै होइन साइडमा अड्याएर त्यो बुक हेर्छ 12 वटा अड्याएर तर हामीले क्लास 4 देखि नै थालेको थियो होइन ब्रो थिएन म क्लास 6 मा आएको हामीलाई क्लास 6 मा पढाउँदै सिकाउँदै थियो 6 मा त गरेको थियो हामी खै मलाई याद छ मेरो ह्यान्डराइटिङ हो कि के हो कि 3 to 5 चोखो केही थिएन पेन्सिलै थियो ए होइन उयो थियो लाइक नट ट्राच पेन सर्ट आउट नट ट्राच होइन उयो थियो लाइक स्पोन्सर अस नत्र नेक्स्ट टाइम रातो कालो भित्ता बनाइदिन्छु होइन पछिपट्टि रातो भित्ता हामी कालो माइदिउँ न बरु हेर्नु न त कसले गर्छ त्यो भित्र रातो ग्रिन स्क्रिन भइहाल्यो ग्रिन स्क्रिन त्यसै छ हामीले उयो होइन उयो भनेको थियो हामीले क्लास होइन 4 होइन 5 देखि चाहिँ देख्थ्यो हामीले पेन बिकज आई रिमेम्बर ब्रिङिङ ट्राइम्याक्स टु स्कुल आम्बो ट्राइम्याक्स 4 मा एकजना टिचर थियो नि भन्ने याद छ फुङ्सु त्यसको नचाहिँ होइन उयो भनेको थियो त्यति बेला हामीले जसको ह्यान्डराइटिङ राम्रो छ तिनीहरूले मात्रै उयो पेन ल्याउनु पाउँछ नि हामीलाई चाहिँ त्यो भन्यो मैले त पेन लिएँ भाइ त्यो ह्यान्डराइटिङ कस्तो छ मतलब राम्रै थियो यसको त छोडिदिए ब्रो मेरो त रड्डी सो अहिलेको इम्प्रुभ हो अहिले त इम्प्रुभ भएको अहिले होइन यस्तो थियो फर्स्टमा मेरो खत्तम थियो होइन बिचमा मजाको भयो बुझिस् त्यहाँदेखि अहिले फेरि खत्तम हुन्छ यस्तो भएको थियो एकपल्ट क्या मैले लाइक आई कुडन्ट होल्ड द पेन प्रपरली होइन म कुनै कस्तो प्रकारले पल्टिन्थेँ होइन सडनली अल अफ सडन वान डे एनलाइटेनमेन्ट एन्ड यसै पक्ष यसरी म ड्याम दुख्थेन दुःख खै कस्तो पनि लाग्थेन कि बानी भएको होला अल अफ सडन एनलाइटेनमेन्ट भयो वान डे मजाले पढ्नु थाल्यो होइन आमा नपचाइदिएको ह्यान्डराइटिङ हो भनेर त्यो कुरा भनेको लाग्यो भनेको नि पहिला भनेको है त्यो वेन डेथ ह्यापन त्यति बेला भनेको मैले त्यो त क्लास 8 तेरो होइन हो भन्छ मेरै 8 हरूमा थियो होला त्यो क्लास 8 हरूतिरै हो यसको ह्यान्डराइटिङ अहिले उयो चाहिँ थाहा छ मलाई अब राम्रो लेख्दा हुन्छ नि हल्का कामेको जस्तो देख्ने हुन्छ नि अब अफ्टर लेख्छ नि त म यसरी कुनै कस्तो प्रकारले बन्नु पक्रिन्थेँ अब कुनै कसैले अब अलिकति अन्सर हुँदा लेख्दाखेरि अलिकति कामदै लेख्छ नि क्या त्यो बिस्तारै दोहोऱ्याउँदै लेख्छ नि यसको त्यस्तो थियो यता सिन्ड्रोमहरू थिएन डाउन सिन्ड्रोम मेबी लाइक अलिकति ग्रेज कुराहरूले यसरी गइकन डाउन यसको चाहिँ तर राम्रो थियो कुनै किन लाइक आई हेट टु एडमिट द्याट कि तर भन्दा गर्ने एकछिन सुनिदिउँ न ह्यान्डराइटिङ मात्रै राम्रो थियो त्यो मात्रै राम्रो थियो अब हुन्छ नि मान्छे होमवर्क दिँदा चाहिँ होमवर्क चाहिँ करेक्ट गर्नु मन लाग्ने खालको हुन्छ नि त्यति चाहिँ जति बदमास गरे पनि मेरो चाहिँ अर्को कुरा अहिलेसम्म आएको छ कि त्यो घुमाउँदै कि लेख्नु पर्थ्यो नि कमाले सिकाएको ओके घुमाउँदै लेख्नु पर्ने ओके सो आई मेड मोर कर्भ्स देयर होइन सडनली That's what she said.
आमेन सो त्यति बेला यस्तो दामी ह्यान्डराइटिङ भएको थियो माई मदर थट आई स्टोल समन्स कपी Maybe you did. त्यति साह्रो पनि होइन होला जस्ट बिकज हम ब्याक डजन स्टिल अझै उयो हुन्छ नि क्या त्यो कर्सिभ डी छ नि यस्तो गरेर के तल त्यो टेल जस्तो भएको तलपट्टि टेल गरेर होइन तिमीमा डी कसरी लेख्थ्यो लाइक नर्मली डी होइन कर्सीमा डी कसरी लेख्थ्यो तिमीहरूले लाइक सबैको यस्तो हुन्थ्यो। रहेछ नि त मैले त्यो निधार चाहिँ बनाउँथेँ थिइनँ निधार लाइक द स्मल डी or the स्मल डी small d मेरो यस्तो मेरो यस्तो हुन्थ्यो होइन तर त्यो हुन्छ नि लाइन चाहिँ स्मल डी अन्डरस्ट्यान्डेबल अन्डरस्ट्यान्डेबल मेरो साइलेन्स चाहिँ मेरो सेन्स स्मल डिज म किन चुप्चाप बसेको I'm not playing the boy straps होइन डीमा डी कसरी लेख्थ्यो लाइक यस्तो कस्तो कस्तो यस्तो यस्तो स्मल डी बिग डी बिग डी What the hell? ओके Normal. होइन फर्स्टको देखा First देखा तैँले there were a lot of curves in there, bro. लाइक मैले You do not want to know. मैले लिटरली त्यहाँ मैले डब्लु देखेँ मैले कुन कस्तो देखेँ त्यस्तो You do not want to know. गर्न Let me imagine it. Huh? होइन ए That's a big D. द्याट्स होइन द्याट्स लाइक अ लिटरल That's like a triangle with मैले उयो गर्थ्यो अब नर्मली यस्तो कोऱ्यो होइन यस्तो भएर यति मात्रै हुन्थ्यो मेरो चाहिँ त्यो मैले अगाडि यत्रो निधार हुन्छ क्या त्यो माथिपट्टि पनि त्यो चाहिँ बनाउँथेन मेरो चाहिँ सिम्पल हुन्थ्यो यस्तो त्यहाँदेखि यस्तो त्यो निधार यस्तो 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 स्ट्रेट होइन यस्तो गयो त्यो आई मिन द टच द लाइन होइन यस्तो त्यहाँदेखि तल ए सो त्यो निधार चाहिँ बनिन्थ्यो निधार। लाइक त्यो बडी मेरो डिप पुरा भाग्यमानी थियो दसैँको टिका मजा लाग्थ्यो लाग्थ्यो तर मैले सकिनँ गर्छु त्यो पहिला गर्थेँ त्यसपछि त्यही उयसले अहिले राइट नाउ माई ह्यान्डराइटिङ इज लाइक एन अमाल्गमेसन अफ कर्सिभ एन्ड स्ट्रेट बट के कर्सिभ पनि छ अब स्ट्रेट पनि छ हुन्छ नि कि लाइक अफकोर्स ठुलो हुँदै जान्छ जस्तो हुँदो रहेछ त्योसँग डक्टरहरू किन अब तिनीहरू त कस्टम चोखो भन्छ डक्टर हेर्नु किन त्यस्तो भन्छ नि बाई द वे अत्तालेर लेखेको क्या त्यो मैले they have to make it legible to understand. या बिकज अब कुनीकोले आई गेस त्यो थियो होइन प्राइम मिनिस्टरको सम्मान या सो त्यही मान्छेले अन्डरस्ट्यान्ड नर्मलले गरेन भने अरू चाहिँ के हुँदैछ भनेर फार्मेसिस्टहरू चाहिँ कसरी बुझ्छ बुझ्छ होला फार्मेसिस्टहरूले Apparently they have त्यो alphabets रहेछ डक्टरको लागि पनि सो द्याट्स लाइक ड्याम ए फार्मेसी पिपल लर्न द्याट रहेछ इफ देयर इज अब एउटा लाइन कोऱ्यो अरे अलिकति यस्तो छ भने यो दबाई हो दियो छ भने ए अर्को दबाई हो त्यस्तो खालको रहेछ ड्याम इमेजिन दे हेभ टु डु पिएचडी इन द्याट मेबी डक्टरले मिनिमम लेख्दा कस्तो हुन्छ होला अर्को पेज डक्टर अनि होइन लु डक्टरले त्यस्तो लेख्यो फार्मासिस्टहरू हाँसिदिन्छ यस्तो फेरि होइन फेरि बुझ्छ पनि म त फेरि ए यो दबाई हो फेरि लाइक दबाई लिएर आजसम्म एकताल पनि मैले कुनै त्यस्तो फार्मासिस्टहरूले बिगाडेको चाहिँ देखेको छुइनँ मलाई चाहिँ सायद त्यो कहाँ मर्छ होला होइन बिगारेको होला कि बट दे डोन्ट नो वी डोन्ट नो बिकज द जसले अब जसको लागि बिगार्दै दे डाइड दे कुडन्ट कम्प्लेन अरे लु फ्यामिलीमा एकजना बिमार भयो भने बाँकी फ्यामिली त जिउँदो हुन्छ नि त बट डक्टर्स फल्ट दे डिन्ट नो होला नि त त्यो फार्मेसीकोले गर्दा हो भनेर ए ठिक हो होइन मतलब ठिक हो बिमारी मान्छे जसले पनि जानु सक्छ होइन थाहा चाहिँ हुँदैन अब अब जाने बेला भएछ दुःख लुक्योहरू बिजनेस छ आजकल के भन्छ ए भगवानले लगेको रहेछ फाल्टु भन्छ दे डोन्ट इन्क्वायर मोर या प्लस देयर इज अ बिजनेस बिमार भयो भने होइन अझै फार्मेसीमा जान्छ बिग्री बक्को बिग फार्मा क्या वर्ल्डको फार्मा इज अ बिग बिजनेस ब्रो या ठिकै हो शाउट आउट टु बिग फार्मा केमिस्ट भन्छ नि त्यो केमिस्ट
केमिस्ट मेन्यु टु गलिबर कसम म चाहिँ दिलगी fucking guys are so म चाहिँ दिलगी गलिबुलेट इन द रुफ I'm not looking at that. रुफ हेर्न भाइ सिलिङ सिलिङलाई सिलिङ नेपालीमा सिलिङले नेपालीमा के भन्छ अडियन्स कमेन्ट गर्नुहोस् होला फेरि भन्नुहोस् होला क्वेसन नेपालीमा सिलिङलाई के भन्छ कमेन्ट गर्नुहोस् बिलो whoever wins this will give a give away toothbrush ठिकै छ ब्याट्रीको के लुगा लुक्स खोल्नु नपर्ने होइन तेरोमा त मागहरू पुरा छ त अम्बो तँ निकाल न जेरेनी मुसिडो निकाल न पल्ला गयो अम्बो So guys, हाम्रो नस्टेल्जिया हो सबै यतै छ के यसैमा दिस युज टु बी सर्ट कभेटेड क्या हाम्रो लाइब्रेरीमा जसलाई पनि चाहिने क्या तैँले कहाँ किनेको है अनदर थिङ यो रोड्रिक रुज डायरी अफ विम्पिकेड हो 2014 and our school life wouldn't be That's 11 years completed ago. without this manga Naruto सबैकोमा ब्यागमा हुन्थ्यो यो अब यते नाइको तम पटान उयो कपिराइट लाग्छ लाग्यो we can't afford copyright अनि यहाँ कुन्ताको पैसा पनि छैन अझै गइदिएको अनि के सालले गरेर दिन्छ नि 3 भाइलाई कि त्यहाँतिर थियो Okay, everyone searches for paradise, but no one knows where to look. that's deep That's what she said. त्यसो पनि लेखेको थियो so out of this three which is your favorite huh you fuck a rat you fuck a rat I mean bro, look at the dragon. Huh? you fuck a dragon I know. No. so back to the thing त्यस्तो गर्नु ल भन्दै जानु ओके अब यो त हाम्रो चाइल्डहुड लाइफ भइहाल्यो होइन चाइल्डहुड सबै यता होइन तेरो यति सबैको मात्रै हो तेरो जिन्दगी यति मात्रै बितेको पैसा थिएन नि त KFC was a luxury. Still is. Forever त्यो सो तिमीहरूमा मोस्ट फेभरेट कुन चाहिँ भन्ने फेभरेट अफ अल टाइम इट्स अ हार्ड यही क्वेसन बुक हुनुपर्ने हो कि No. यो सिरिज अर्को बुक कुनै जस्ट अरू सिरिज पनि लाइक जर्नी मिस टिल्टन डायरी अफ विम्पिकेड एन्ड नारुतो इट वाज टप नच नि त सबैको ब्यागमा नारुतो त इज लाइक अ डिफरेन्ट एस्पेक्ट अफ यो भयो यो त दिस इज टु म्याच भएन दिस इज टु ओके सो विल टेक दिस आउट अफ द इक्वेसन अझै एउटा कुन चाहिँ पढ्थ्यौँ हामीले हो टम गेट्स टम क्याप्टेन अन्डर प्यान्ट्स गोटेड छ क्याप्टन हैन तर आई वुड चुज विम्पिकेड विम्पिकेड साँच्ची नै मा बोय होइन भाइ म त जेरोनिमस स्टिल्टन हो नि लाइक द ब्रो द पन्स माउस पन्स चाहिँ दामी छ यो मजा छ तर इट्स लाइक अब इट्स लिटरली लाइक रिडिङ अ डायरी आई मिन डायरी अफ विम्पिकेड त्यही त भनेको मलाई डायरी यसले मतलब यो डायरी नै होइन इट इज अ स्टोरी इट्स नट अरे मतलब नट दिस एक्ज्याक्ट बुक लेट मी बी अ नर्ड नाउ नर्ड अलर्ट सी डायरी चाहिँ इज अलवेज इन द फर्स्ट पर्सन म त यो पनि फर्स्ट पर्सन But he is narrating a story. बट दिस डायरी नि त डायरीमा चाहिँ यो भन्नु डायरी नै छैन है ओके सुन यो डायरी नै छैन यो पनि सी वाट लाइक अ माउथ सिटी एन्ड एभ्रिथिङ यता होइन सी वाट डिफरेन्स बिट्विन डायरी एन्ड नोभल इज द्याट नोभल गएको नोभल लेखेको हुन्छ डायरी गएको डायरी लेखेको हुन्छ बुझिस् सो यो के यो त नोभल होइन जोर्नल पनि हुनसक्छ ए डायरी दिस इज अ जर्नल ओके डायरी जर्नल डायरी एन्ड जर्नल बेसिकली सेम थिङ हो हुन्छ हो नि त्यसमा डेटहरू डायरीमा चाहिँ एभ्री डेटमा अन्त एभ्री डेहरू लेखेको हुन्छ यहाँ मेरी 2014 यहाँ मेरी त्यो लेखेको स्याटरडे मतलब होइन यो त मजा नै थियो कि तर अब यो त साह्रै प्लेन भयो नि त इट्स लाइक एभ्री डे थिङ्सहरू इट वाज रिलेटेबल इट वाज हाइली रिलेटेबल हाउ वाज इट रिलेटेबल द्याट यु पीड इन अ पुल मतलब होइन मैले गरेको छैन Okay, I have been in the pool, guys. I got bullied. When you guys were together in the pool. Please comment down. त्यस्तो रमाउँछ र तर होइन जेरोनिममा एउटा क्लास छ You know something?
in our school days, I could see him literally reading Journey More Stilted every hour of a Of period. fucking course. अब puns दामी छ नि त यसमा त. Like just look at the उयो texts. I feel like Journey More Stilted is very targeted towards people like children of ADHD क्या होइन एकदमै कलरफुल हो लिटरहरू पनि हेर न यस्तोहरू छ हो भेरी कलरफुल फुल अफ ब्राइट कलर्स पन्ची क्या people of ADHD would like this क्या Amount of time the editor would take to just edit this. But it's a job well one done. stop words colorful क्या Shout out to Journey More Stilted editor. मतलब अब यो पनि ठिकै छ कि बट अम्बो खोलो Cool. यो भने यो पनि राम्रै छ यो मितिको त राम्रो छ कि तर पनि अब इट्स टु प्लेन मजा त आउँछ आई क्यान लाइक मजा त आउँछ तर Uber हुन्छ. तिमीहरू लैजायो मतलब नट लिटरली it's because you have ADHD you have ADHD छैन कसम छैन how do you know छैन okay let us symptoms ADHD को के हुन्छ mostly Hyperactivity. hyperactivity attention span कम्ती रेस्टलेसनेस Fidgeting comes in restlessness. okay do you have use fidgeting his leg you have ADHD bro Nervousness. we have shy. all known it's time you come out of the closet now त्यस्तो पनि But छैन अस्ति हेर्दाखेरि even I came to know I have ADHD. ठिकै पनि हो Is it a disease or something? इट्स अ डिसअर्डर It's a disorder. it's a disorder डिजिज चाहिँ भन्दैन मतलब एडिएचडी छैन तर अब त्यो चाहिँ अब तिमीहरूले चाहिँ त्यो बेसी त्यो युट्युबहरूमा त्यो सर्च गरेर नि वाट आर द सिम्टम्स अफ एडिएचडी भन्दै गयो होइन देन यु फाइन्ड वाट आर द के त्यहाँ नोट गर्छ होइन देन यु ट्राई टु रिलेट इट टु यर सेल्स हुनु पनि I ठिकै हो tried to relate it to myself I tried to relate it to you पहिलाको नानीहरू एडिएचडी होस् कि ओसिडी होइन बेत लगाउन भयो बेतलग भइहाल्यो सिस्नो पानी होइन सिस्नु पानी ADHD OCD I have obesity jokes in my expense बटम त्यो इफेक्ट हाल्ला तर आसन आफूले कहिले त्यो डायग्नोज गर्नु ट्राई गरेको छैन तल त गरेको छस् गरेको नि धेरैपल्ट डायग्नोज I मेन्टली have cancer and all that होइन लाइक अब पहिला अब तिमीहरूले फर्स्ट अब यो टर्म्सहरू सुन्दा एडिएचडी केहरू सुन्दा हुन्छ नि अब एन्जाइटीहरू सुन्दा तिमीहरूले कहिले सर्च गरेन and त्यति बेला फर्स्ट सुन्दाखेरि इट्स लाइक भेरी कुल ब्यान्ड नेम क्या या नट गना लाइक ACDC जस्तो क्या एङ्जाइटी जस्ट इमेजिन अ ब्यान्ड एडिएचडीले परफर्म गर्छ प्रोफेट्स अफ एङ्जाइटी ओ पोफो of anxiety like that's like the short form तैँले सुनेको त्यो ब्यान्ड अनि जस्ट इमेजिन स्टेजमा टक्कै अनुसार छ अरे हो We are welcoming prophets of anxiety. It's like one of the meme. It's the heaviest heavy metal song we have ever returned. त्यहाँदेखि go ऊ होइन त्यो I found a God who really like to like me त्यो उयो होइन फलिङ इन रिभर्स I फलिङ इन रिभर्स everyone falls in reverse ब्यान्डको नाम I do have heard about the band, but I have not listened to their songs. they're cool bands them like even I just listened to maybe 1 or 2 songs होला कि उयो छ नि पापा रोचको त्यो उयो गीत like the famous song कुन चाहिँ voice ने पापा रोच पापा रोच Rapper? होइन the band fucking तँले पापा रोच सुनेको छैनस् कस्तो पर्छ कस्तो पर्छ त्यही त मैले भनेको यो Cup My Life that song That's Papa Roach. त्यो पापा रोच हो Tan, 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 tan. त्यो चाहिँ they've made a reimagined version like a bit more epical होइन त्यस्तो हाइप खालको छैन इट्स भेरी अर्केस्ट्रल I see. तिनीहरू पनि त्यस्तै उयो नै गर्छ कस्तो भन्नु BMTHहरू जस्तो नै हो तिनीहरू चाहिँ BMTH अन्त के हो sounds like a drug Bring me. BMF है BMF तैँले त्यो गरेको BMF त्यो भन्दा मुख लडबडीले क्या पुलिसले पनि अरे मुख त मेरो ब्लड बजिन्छ त पफो So, what's your favorite music? I mean,
Okay, music genre or band of all time. Yes. I like to listen to everything. So when you say that, do you listen to K-pop? Yes. I don't know what I like, but let me tell you what I don't like. Classical. Oh, I like classical. I like classical. मलाई मन पर्दैन. Okay. Gen Z, typical Gen Z behavior. क्या जेनजी त होइन भाइ, जेनजी भन्छ. तो चाहिँ Gen Z हो नि त. जेनजी. मलाई क्लासिकल मन लाइक होइन मन पर्दैन क्या. पहिला चाहिँ एउटा एकदम त्यो थियो नि क्या लाइक जस्ट इङ्ग्लिस गीत सुन्ने मान्छेहरू क्या सुपिरियरिटी क्या हामी क्या ओन्ली इङ्ग्लिस नो नेपाली छ्या भन्ने थियो नि क्या हामी पहिला क्या अहिले त नेपाली नेपाली खालि सुनेर त म नेपाली मजाले सुन्छु. मान्छेहरूले हिन्दी म नेपाली सुनेको भने ट्राइबल रेन हो. त्यो नेपाली बुझ्दैन जस्तो के भनेको सहारा भनेको के भन्छ. हेल्प. I mean you're not right or not wrong either क्या लाइक त्यो बिचमा छ क्या. बिचमा वान अफ द सिनोनिम्स क्या. पारेपछि शब्द अम्बो. के पो थियो त्यो गीतको नाम त त्यो भनाइ नरहेको पूर्ण राई को कालो सेतो. त्यो चाहिँ त्यही गीत हुने कि अस्तो स्पर्श सङ्गीत भन्ने के हो क्लियर क्लियर के सङ्गीत सङ. त्यो सङ. फक यु. त्यो क्लासिकल मन पर्दैन होइन. अन्त उयो त्यो हकेरी नट लाइक बाक हो हु द फक इज बाक. बाकको फुल नेम थियो बाकको फुल नेम थियो के हो गाइस कमेन्ट अन मस्ट बाक्स फुल नेम के टाइगर होइन बाक एउटा कम्पोजर फेमस हो त बाक लास्टमा एट द एन्ड अफ हिज लाइफ हि स्टार्टेड गोइङ डेफ बाक. मोजार्ट त सुनेको वुल्फग्याङ अमेडियस मोजार्ट. मैले कुनै किन मैले नेपाली मान्छे सोच्दै थिएँ नि. के त सोच्छु बाघ भन्ने चाहिँ को नेपाली होइन हौ युरोपियन हेर्ने क्या नेपालीको त कस्तो स्पेल इट त बिएससी. ए त्यो नाम के यसको फर्स्ट नेम थियो म याद छैन. एडवर्ड बाक. के को एडवर्ड हो एडवर्ड एडी. ओ हिज कुल क्या. एडवर्ड म त बाक चाहिँ सुने मैले बिथोभेन सुनेको. Oh, I think it's Beethoven who went ए deaf. होइन Beethoven was the one who went there because त्यो for Ellis भन्ने थियो नि. I don't know I'm right or wrong but you're wrong. fuck you. त्यति बेलाखेरि he composed the music होइन. त्यो पाइप हुन्थ्यो अरे अन्त त्यो पियानोमा एट्याच गर्थ्यो अरे अन्त भाइब्रेसन्सले फिल गरेर लेखेको रहेछ नोट. त्यो त एउटा इन्स्ट्रुमेन्टै छैन त्यस्तै खालको. त्यो चाहिँ बजाउने थियो. त्यसले ल्याउँथ्यो नि क्या त्यो. ए त्यो त हार्मोनिका हो ए हार्मोनिका होइन नि मेलोडिका मेलोडिका होइन त्यो जसले अब वेभर वेन्ट डेफ आइदर बाघको बिथोभेन त्यसले चाहिँ के गर्थ्यो भन्दा त्यो पाइप जोड्थ्यो पियानोमा अन्त त्यो पाइप बाइट गर्थ्यो आँगन बजाउँथ्यो चाहिँ कम्पोज गर्थ्यो. and he made one of the best music written in history. Okay, so correction. I don't like classical. मतलब Indian classical. Yeah. I like classical. Classical त मन पर्छ. त्यसो चाहिँ त्यो मन पर्दैन मलाई. लाइक त्यो हुन्छ क्या त्यो सारे गामा निगा न भन्छ क्या त्यो. त्यस्तो they have like depth in it के त्यो. मलाई त्यो पस्नु मन छैन नि त तर त्यो अन्त मन पस्नु मन छैन. त्यो अन्त उयो थियो नि त्यो अन्त त्यो कुन जनर हो मम्बल ऱ्याप. Okay, MGK. I don't listen to everything but mumble rap. त्यो अन्त गाइस सेम अटोट्युन कसम डोन्ट युज अटोट्युन टु मच. But some of them are good like T-Pain. तिनीहरूको एरा छोडेर चाहिँ टिपेन त दामी थियो. दामी हो नि. So who's your favorite rapper Fetty Wap of all time? Rapper? Who would you select? Super Hot Fire. He's not a rapper. Wait. त्यसको नाम के पो थियो यङ एमसी. Young MC, shout out. Shout out to Young MC. For me, it would be NF or Eminem. Huh? NF. Two sides of the same coin. तर हैन NF राम्रै छ. Two white boys in the rap game. And किसमिस हुन्छ नि क्या. The wrinkler, the kismis, the sweeter, the taste. Doesn't mean she has wrinkles. No, I'm just saying he's old one. ठीक है. Fruity हो र. रसना. ए
ओआरएस हो तिमीहरूको बोटहरू थियो नि पहिला पेपर गुड वाज ओजी त्यसको त्यो एड चाहिँ दामी लाग्थ्यो त्यो बोटै बनाएर के फ्याँकिदिन्थ्यो नि अन्त जुस हाल्दै अर्को त्यो थियो नि आई डोन्ट नो त्यो ओआरएस जस्तो थियो होइन बट त्यो एड ओजी लाग्दैन मलाई त्यो ग्लुकोजको हो एउटा सन्तरा के थियो सन्तरा भन्ने एउटा थियो होइन जुस अरेन्ज फ्रुटै होइन अब अरेन्ज जुस हो मलाई ग्लुकोजको एड चाहिँ थाहा छ ग्लुकोजको एडमा त्यो घामले द्याट वाज ओजी दो द्याट वाज ओजी खासमा त्यही भनेर थियो अर्को पनि थियो कुन चाहिँ त्यो सन्तरा भन्ने चाहिँ एउटा अरेन्ज ओजी हो त त्यो बिग गुलियो हुन्थ्यो त्यसलाई हालेर पानी पहिलाको सोज आमा चाइल्डको सोज एन्ड द्याट्स ओजी पो त या And that's our next episode, guys. Stay tuned. Stay tuned. So thank you everyone for joining this small podcast. And let's see what else we can do. We'll try to prepare. Bye. Bye. End with a joke. Sorry. Fabric. Huh? Fabric. जा त मुख थियो